रसुवामा आएको बाढीका कारण ७२ जनाभन्दा बढीको शव भेटिएको समाचारहरू यति बेला बाहिर आइरहेका छन् र तपाईँ यो समयमा सबैभन्दा ठुलो कुरा भनेको चाहिँ आफ्नो ज्यान जोगाउनु पर्ने हुन्छ र सुरक्षित रहनुपर्ने हुन्छ र तपाईँ जहाँ हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ तपाईँले एउटा कुरा के ध्यान दिनु भने यो बाढी आएको समस्या एउटा प्राकृतिक विपत्तिको बेलामा चाहिँ तपाईँले बाढी हेर्न जाने, माछा समात्न जाने लगायतका धेरै भिडियोहरू यति बेला सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। कृपया दुर्घटनाको अर्को कारण त्यो पनि बन्न सक्छ कि यस्तो अवस्थामा कोही चाहिँ बगेर आएको ग्यासहरू लिन जाने यसो गरिरहनु भएको छ। बरु यो समयमा कसलाई आपत परेको छ, कसलाई विपद परेको छ, कुन ठाउँमा आपत परेको छ, कहाँ सहेको जुन ठाउँमा चाहिँ मानवीय क्षति हुनबाट चाहिँ हाम्रो यो प्रयासले गर्दाखेरि मानवीय क्षति हुँदैन भनेर चाहिँ प्रयत्न गर्ने ठाउँमा तपाईँहरू त्यस्ता किसिमका कार्यहरू नगर्नुहोला कृपया। किनभने सरकारले काम गरिरहेको पनि हामीले देखिरहेका छौँ। सरकारले पटक पटक सूचना जारी गरी हामी चाहिँ हरेक किसिमको अस्त्र प्रयोग गरिरहेका छौँ मानिसलाई बचाउनका लागि भनेर सूचनाहरू आइरहेको छ। यस्तो बेलामा कति भ्रामक समाचारहरू पनि फेसबुक र टिकटकहरू त्यसै गरी सामाजिक सञ्जालमा आइरहेका हुन्छन्। त्यसलाई चाहिँ तपाईँहरूले सेयर गर्ने कामहरू पनि नगर्नुहोला र विशेष गरी यस्तो संवेदनशील विषयमा चाहिँ यसलाई एउटा मजाकको रूपमा कृपया नबनाउनुहोला। किनभने एउटा अकल्पनीय दुर्घटना घटिरहेको छ, अकल्पनीय क्षति भइरहेको छ र मेन कुरा भनेको तपाईँले अझ एउटा कुरा के सोच्नुहोला भने सबैभन्दा ठुलो क्षति भनेको मानवीय क्षति हो। प्राकृतिक घटना जुन प्राकृतिक प्रकोपका कारणले गर्दाखेरि जुन बाढी आयो र त्यस पछाडि मानवीय क्षति भएको छ। तपाईँको एउटा के मद्दतले गर्दाखेरि चाहिँ यस्तो क्षति हुनबाट बचाउन सकिन्छ एकजनालाई भए पनि भनेर चाहिँ तपाईँ त्यतातिर ध्यान दिनुहोला। यस्ता विभिन्न किसिमका माछा टिप्न जाने, त्यसै गरी ग्यासहरू लिन जाने यस्ता कामहरू कृपया नगर्नुहोला। यसलाई एउटा मजाकको रूपमा नलिनुहोला। यो एउटा ठुलो विपत्ति हो, एउटा ठुलो क्षति हो, एउटा कालो दिन हो जुन हामी नेपाली यति बेला विश्वमा छरिएर बसेका नेपालीको लागि चाहिँ एउटा एकदमै दुःखद घटना हो, दुःखद क्षण हो। र यो क्षणमा चाहिँ कसरी हामीले समन्वय गरेर कसो गर्दाखेरि चाहिँ कुन कुन ठाउँमा चाहिँ आपत पर्न सक्ने सम्भावना छ है भनेर त्यो ठाउँका लागि चाहिँ तपाईँले उद्धार टोलीका व्यक्तिहरूलाई सहयोग गर्ने र समर्थन गर्ने यतापट्टि यस्ता समाचारहरू अथवा यस्ता घटनाहरू घट्न सक्ने क्षेत्रहरू यो छ नै भनेर चाहिँ एउटा सरकारले उपलब्ध गराएका विभिन्न फोन नम्बरहरू छन्। त्यसमा फोन गरेर सम्पर्क गरेर चाहिँ त्यसलाई जानकारी दिनुहोला र अर्को यो घटनालाई लिएर राजनीतिकीकरण पनि कृपया नगर्नुहोला। किनभने यो एउटा प्राकृतिक विपत्तिको कारणले गर्दाखेरि आफूलाई फाइदा हुने काममा हामी त्यसरी लाग्नु हुँदैन। हामी नेपाली हौँ भने चाहिँ हाम्रो देश नेपालमा परिरहेको विपदलाई कसरी हामीले समन्वय गरेर यो दुर्घटनाबाट चाहिँ हामी पछाडि ब्याक सर्न सक्छौँ भनेर हामी लाग्नुपर्ने अवस्था रहेको छ। विभिन्न भिडियो सामग्रीहरू आइरहेका छन् भने त्यसलाई सामाजिक सञ्जालमा सेयर गर्ने कामहरू पनि नगर्नुहोला। किनभने एउटा पुष्टि भइसकेको समाचार मात्रै तपाईँले चाहिँ त्यस्ता समाचारहरूलाई मात्रै प्रवाह गर्नै पर्ने अवस्था छ भने पनि त्यो गर्नुहोला। र अर्को भनेको सामाजिक सञ्जालमा चाहिँ एउटा भ्युज कमाउनको लागि विभिन्न किसिमका कामहरू गरिएका छन्, भ्रामक सूचनाहरू फैलाउने काम गरिरहेका छन्। कृपया यस्तो विपदको बेलामा त्यो काम चाहिँ नगरिदिनुहोला कसैले पनि। किन भन्दाखेरि यति बेला सहयोग, साथ र एकजुट हुन आवश्यक छ। हामी नेपालीलाई ठुलो चोट परेको छ, हाम्रो देश डुबेको छ र यो घडीमा चाहिँ तपाईँ हामी सबै संयम भएर कसो गरेर धैर्य गरेर चाहिँ अझ बढी क्षति मानवीय क्षति हुन नदिनका लागि हामी लागि परौँ। अर्का जुन भौतिक संरचनाहरू छन् ती भनेका बिस्तारै निर्माण हुँदै जान्छन्, त्यो पनि हाम्रो लागि अति आवश्यक हो। तर पनि अब यो प्राकृतिक विपत्तिका कारणले त्यो एउटा घटना घटेको छ, त्यसले चाहिँ मानवीय क्षति हुनबाट नदिनका लागि चाहिँ हामीले हाम्रो तर्फबाट हरसम्मको प्रयत्न गर्नुपर्ने आवश्यक देखिएको छ। कृपया जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोला र सरकारले गरिरहेको काम यति बेला उद्धार काम गरिरहेको छ, उद्धारका कामहरू गरिरहेका ठाउँमा चाहिँ त्यसलाई समर्थन गर्नुहोला। र कहाँ क्षति पुग्ने अवस्था रहेको छ त्यसको बारेमा चाहिँ टोल फ्री नम्बरहरू विभिन्न उपलब्ध गराएको छ, त्यसमा पनि सम्पर्क गरेर जानकारी दिनुहोला यो भन्न चाहन्छु।